विदेशिएकाहरूको कथा बोल्दैछु आज। यो तपाईको कथा हो, यो मेरो कथा हो, यो मेरा र तपाईका आफन्तको कथा हो। एउटा मानिस विदेश जान्छ। कोही कर्मले जान्छ, कोही भाग्यले जान्छ, कोही महत्त्वाकांक्षाले जान्छ, कोही जीवन बाँच्ने आशामा जान्छ। विदेशको जीवन कठिन छ, तर ऊ हर कठिनाई सहस्र स्वीकार गर्छ। देशमा आफन्तले दाल भात तरकारीले जिब्रो मिठ्याइरहेको बेला ऊ पाउरोटी टोकेर 12 घण्टा जोतिन जान्छ। भतभती पोलेका गोडा लिएर कोठामा फर्किन्छ। यतापट्टि हातले भेट्ने ठाउँमा भित्ता छ, उतापट्टि हातले भेट्ने ठाउँमा भित्ता छ। चिने जानेकाले मोजमस्ती गरिरहँदा ऊ पसिना पुछिरहन्छ। भोलिको आशामा आजको त्याग गरिरहन्छ। र अन्ततः एक दिन उसको पनि आउँछ। प्रकृतिले मेहनत, परिश्रम र इमान्दारिताको फल दिन सुरु गर्छ। अनि उसको अनवरत परिश्रमले दिएको अलिकति प्रतिफलमा ऊ खुसी हुन्छ। घर जोड्छ, गाडी चढ्छ, परिवारलाई घुमाउन लिएर जान्छ। अनि सुरु हुन्छ आफन्तका इच्छा, आकांक्षा र लगातारको कम्प्लेनहरूको। ठाउँमा भएर पनि मलाई केही गरेन, पैसा कमाएर हामीलाई हेरेन, ठुलो मान्छे भएर भुइँमा खुट्टा रहेन। उसले चढेको गाडी कतिमा किन्यो होला भनेर अब गिन्ती सुरु हुन्छ। उसले महिनावारी कति पैसा कमाउँछ भनेर औँला भाँचिन सुरु हुन्छ। उसले देखाएको अलिकति सफलताको हिसाब लगाउन सुरु हुन्छ। तर उसको ब्याङ्क खातामा कति पैसा छ, गाडीको ऋण तिर्न कति बाँकी छ, घरको महिनावारी सावा ब्याज कति बुझाउनु पर्छ, खाना खाजा र नदेखिने खर्चमा उसको कति जान्छ, यी सबै एकातिर थन्क्याइन्छ। ऊ देखाउँदैन, किन? यो समाज यस्तो छ कि उसको लुकेको यथार्थ देखावटी हो भन्छ। उसले बुझाउन खोज्दा पनि बनावटी मान्छ। बल्ल बल्ल एक हात पसार्न मिल्ने झिटी जोडेको हुन्छ। उसँग बास माग्नेहरूले यति ठाउँमा बस्न दिए त के जान्थ्यो र उसको भन्छन्। मलाई जागिर लगाइदिएन भन्छन्, मलाई पैसा सापटी दिएन भन्छन्। उसैको चाहिँ कति सापटी छ, कति ऋण छ, कति तिरोतारो छ, कति घण्टा ऊ अझै मेहनत गर्छ, कति रात छटपटाएर नसुतिकन बिताउँछ ऊ। त्यसको हिसाब उसका परिवार र आफन्तले हेर्न खोज्दैन। ऊ मौन बस्छ, कारण उसँग बोल्ने शक्ति नभएर होइन, ऊ आफै रणभुल्लमा छ। के यो देशले मलाई मात्र दिएको थियो अवसर? आज जसले उसँग खोजिरहेका छन्, के उनीहरूलाई चाहिँ बेइमानी गरेका थिए अवसरका ढोकाहरूले भनेर? तिम्रो पो भाग्य थियो र प्रगति गर्यौ भन्छन्, विदेश गयौ भन्छन्। तर यो समाज, परिवार र आफन्त यो कुरा बुझ्दैन कि भाग्य देशले वा विदेशले निर्धारण गर्दैन भनेर। भाग्यले प्रगति गर्नेहरूले देशमै पनि अथाह बनाएका छन् त। विदेश जानेहरू पनि सडकमा पुगेका छन् त। अब तपाईँ भन्नुहोला, हुनेले त हो नि दिने, नहुनेले के दिने? सही हो, बिल्कुल सही। तर आफन्तले, परिवारले, समाजले जति देखेको छ, जति सोचेको छ, जति मानेको छ, त्यति नै यथेष्ट पनि त उसँग नहोला नि। थोरै पाउँदा पनि हर्षले देखाएको इत्तिलाई मनज्ञ ठान्दा सही होला र? माग्न पाइन्छ, सहयोग पनि चाहिन्छ। दुःख बिमारमा आफ्नाले नगरे कसले गर्ने? मानवको बीचमा आफूसँग हुँदा अरूलाई दिँदा त औधी राम्रो हुन्छ। आशिष पाइन्छ, सन्तोष पाइन्छ, धर्म कमाइन्छ। तर हुँदै नभएकोमा दिएन भनेर उसको नेगेटिभ क्यारेक्टराइजेसन कति उचित हुन्छ? जसले डिमान्ड गरेको छ उसँग पनि त उति नै शक्ति, सामर्थ्य छ। सकेन भने, बिरामी पर्यो भने त गरिहाल्छ नि। सक्दा सक्दै पनि, जान्दा जान्दै पनि, हुँदा हुँदै पनि सधैँभरि हात थापिरहनेलाई एकचोटि गर्यो, दुईचोटि गर्यो, सधैँभरि त कसले गर्न सक्छ र? उसको पनि त जीवन छ, उसको पनि त अन्त्य आउँछ, उसले पनि त केही जोगाउँ भन्छ। आमाको गर्भमा आएदेखि यो जीवन सबै च्यालेन्ज त हो नि सबैजनाको। उसले च्यालेन्ज स्वीकार गरिरहन्छ, हार मान्दैन अनि अगाडि बढिरहन्छ। समस्या उसको जीवनमा पनि उति नै छ जति अरूको छ। अनि